Hello happy souls, welcome to my channel. Namaste. हेर्नुहोस् त हाम्रो घरमा यसरी दसैँमा टिका लगाइँदैछ। दसैँको सम्पूर्ण भिडियो मैले ब्लग बनाएर हालेको छु। कृपया रमाइलो गरिदिए हेरेर साथ दिनुहोला। टिका लगाउन बाबाबाट सुरुवात भयो किनकि बाबा सबैभन्दा ठुलो हुनुहुन्थ्यो। म त त्यो पहिलो टिका लाउँदा त्यस्तो गर्ने भनेको भिडियो बनाउने टिकटक खै मेरो फोन हो मेरो दिन जान नहुँदा म त बनाउने नि। ठुलालाई सम्मान गर्दै ढोक्ने चलन रहेको छ अनि त्यसरी ठुलाबाट सानोमा सानोमा टिका लाउँदै गइन्छ। सबैको इच्छा आफ्नो इच्छा भगवानले पुरा बस्छ परुन् सबैको इच्छा पुराउन सके। ओहो मलाई उहाँ सबले गिजाइरहेको रहेछन् क्यामेरामा धेरै चाहिँ फोकस भयो भनेर। नाटक के भन्छ टिका बना भन्ने म पनि के कम भविष्यको युट्युबर हो भन्दै बसिरहेको रहेछु म पनि। म चाहिँ त्यहाँ गएर बसिरहेको थिइनँ थियो र गाली खाइरहेको थिएँ किनकि टिकटक बनाउने भनेर चम्किरहेको थिएँ। मेरो भिडियो भाइरल पनि भइरहेछ तर सोचे जस्तो भिडियो चाहिँ क्लियर हाल्न पाइनँ। गाइस हेर्नु सक्नुहुन्छ कसरी गाली खाइ खाइ भिडियो बनाएको थिएँ भनेर। यहाँ चाहिँ यो रामा गाली पो खाइयो त गाइस। टिकटक बनाउन पनि पाइँदैन सुखसँग के गर्नुहुन्छ र। ओहो यहाँ कोही कोहीलाई चाहिँ टिका लगाउन नपाएर अति रिस उठेछ गाइस। बाबु तिमी सानै छौ अहिले ठुलो बची मामाले चाहिँ यहाँ भान्जीलाई फकाउँदै हुनुहुन्छ। भान्जी टिकटक बनाउन व्यस्त हुनुहुन्छ। उहाँ टिकटक बनाएर मन भुलाउँदै हुनुहुन्छ उहाँले चाहिँ। म चाहिँ यहाँ भिडियोकै पछि गाइस भाउजूलाई उहाँ क्यामेरा चेक गर्नु भन्दैछु। टिका लगाएर सकेपछि ओ माई गड मामा घर छिर्दा त जुमा छिर्दा जस्तो पत्यो एकछिन त जस्तो रमाइलो भइरहेको रहेछ यहाँ चाहिँ होइन। अरू त त्यस्तै हो भाइ बहिनीहरूको यहाँ लामो लाइन देखेर चाहिँ मलाई सबभन्दा रङ्ग चाहिँ त्यो लाग्थ्यो गाइस। यस्तो आशीर्वाद सुनेपछि चाहिँ म एकछिन गम्भीर सोच पुगिहालेँ। लाम्बी जेरिनालाई नि मन्सुलाई टिका लगाइदिन रहर लाग्यो अरे त्यही भएर टिका लाउँदैछु आशीर्वाद दिँदै। आशीर्वाद दे ल धेरै पढ ज्ञानी बन म जस्तै ज्ञानी बन भन।
धेरै पढ राम्रो बोल मेरो जस्तै राम्रो बोल मान्छेलाई आशीर्वाद देऊ भने चाहिँ इन्डाइरेक्टली बाबाले चाहिँ रिनालाई यहाँ आशीर्वाद दिइराख्नु भएको छ। ल अब चाहिँ हाम्रो फोटो सेसनहरू सुरु भएको छ है गाइस मामा घरको। चाहिँ हामी मामा घर भएपछि भाउजूको घरमा पुग्यौँ र बाबा र मम्मीले 90 वर्षको आमाको ठुली आमा र सानी आमाको हातको टिका लाउँदै हुनुहुन्छ। अब पालो दाई भाउजूको। म पनि बसिहालेँ आमाको हातको टिका अनि आशीर्वाद ग्रहण गर्नको लागि। सम्धिले पनि टिका लाइन् अनि हामी तल गएर सेल्फी हान्यौँ। यहाँ सम्धी मिलेर फोटो सेसन चलिरहेछ। कति मिठो हाँसो हो भाउजूको। ओ मुक्ति मामासँग जेरिना। हामी पनि यस्तो सेल्फी हान्दियौँ फेरि। अनि हामी पुग्यौँ सिधै माथि दोपरे। बाटोको भिडियो हामीले राखेनौँ, हामी टिकटक बनाउँदै गएको थियौँ। अनि दोपरे मम्मीको माइत जन्मघर गएर सानो बाहरूसँग टिका लगायौँ। ओहो जेर्नाल त खतरा आशीर्वाद पाइन् त। ल हाम्रो मामा घरबाट यो भ्यू हेर्नुहोस् त गाइस कस्तो दामी छ। छातीभित्र मायाको आगो सल्कियो ए बिजुलीको तार 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 भेटौ शनिबार यो। अब हामी गयौँ मम्मीको फुपूको घरमा। संवाद हुँदैछ सुनौ न। आमालाई म चाहिँ मनपर्छ अरे। अब चाहिँ गाइस हामी चाहिँ घरमा पुग्यौँ। बाफ्रे घरमा पुग्दा सबै आफ्नो चालमा कोहीले कतै टिका लाउँदै कोहीले कतै टिका लाउँदै यहाँ। ल गाइस अहिलेको दसैँ यस्तै भयो। ह्याप्पी दसैँ। थ्याङ्क यू सो मच। सब्सक्राइब लाइक गरिदिनु होला। बाई।